कंग्रेचुलेसन टिम नेपाल। आज भएको नेपाल भर्सेस ओमनको खेलमा नेपालको टिम ए ले ओमनको राष्ट्रिय टिमलाई हराइदिएको छ। आज भएको खेलमा नेपालले पहिला टस हारेर ब्याटिङको निम्तो पाउँछ र 50 ओभर ब्याटिङ गर्दै 7 विकेटको नोक्सानीमा 284 रन बनाउँछ र ओमन सामु 285 रनको टार्गेट पेश गर्छ। जवाफी ब्याटिङमा आएको ओमनले 36.3 ओभर ब्याटिङ गर्दै आफ्नो सबै विकेट गुमाएर 169 रनमै समेटिन पुग्छ र नेपाल क्रिकेट टिम ए ले ओमनलाई 115 रनको फराकिलो हार चखाइदिन्छ। आजको जितमा नेपालको बलिङ तर्फ हेमन्त धामी, अशोक चन्द, शेर मल्लले 2 विकेट लिएका थिए भनेदेखि सन्तोष यादवले 1 विकेट लिएका थिए र युवराज खत्री एक्लैले 3 विकेट हात पारेका थिए। त्यसैगरी ब्याटिङ तर्फ आज धेरै खेलाडीहरूले राम्रो स्कोर बनाएका थिए। त्यसमा रहेका छन् देव खनालले 64 रनको पारी खेलेका थिए भने कुशल मल्लले 57 रनको विस्फोटक पारी खेलेका थिए। त्यसैगरी ईशान पाण्डेले 69 रनको योगदान दिएका थिए भने सन्दीप जोराले 42 रनको योगदान दिएका थिए। आज नेपालको टिम ए ले खतरनाक खेल खेलेको छ। तपाईहरुलाई आजको खेल कस्तो लाग्यो कमेन्ट गर्न भने नभुल्नु होला।